तपाईँले यो समक्कै जागेको छ यहाँ है मेरो सिमीबारी यस्तो भएको छ लोरुङ्गे सिमी है अस्ति 2 अप्रिलको दिन रोपेको मैले यसलाई चाहिँ तुडाएर काटेर फ्याँकिदिएको छु अब यसो गऱ्यो भने चाहिँ यहाँ है आज म फेरि भिडियोमा है भिडियो लिएर आइसकेको छु मेरो ब्लगमा है आज चाहिँ मैले अस्ति जिरे खोर्सानी रोपेको थिएँ है मैले आज यस्तो भिडियोमा तपाईँलाई देखाउँदैछु अस्ति मैले कति रोप्नु सिकाएको थिएँ आज चाहिँ तपाईँले यो चाहिँ समक्कै जागेको छ यहाँ यत्रो पनि भइगएको छ आज 1 हप्ता जस्तो भयो होला मैले रोपेको ठुल्ठुलो भइगएको छ है तपाईँ देख्न सक्नुहुन्छ सबै नै जागेर है मजाले सरेको छ अब यसलाई फुल लाउने बेला भएको छ 1 हप्ता भइसक्यो 1 हप्ता मात्र हुन्छ रोपेको है र आज चाहिँ म मेरो सब्जी बारीमा है भिजिट गर्नु आएको छु मैले अस्ति रोपेको सब्जी चाहिँ कस्तो भयो भनेर है भिजिट गर्नु आएको छु र तपाईँले देख्न सक्नुहुन्छ मैले यहाँ फुल पनि लगाएको छु आधी लगाएको छुइनँ है र मैले यो फुल लगाएको नि भिडियो गर्नु पाइनँ तपाईँलाई देखाउँदैछु यो भिडियोमा चाहिँ आधी चाहिँ डल्लाइरहेको छ है यहाँ अनि अलिकति मैले अघि गरेँ र त्यो पनि मैले भिडियोमा लगाएँ तर मैले अहिलेको भिडियोमा देखाउँदैछु मैले यसरी फुल लगाएको हो देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ लगाएको छैन हिजोअस्ति लगाएको यस्तो पानी लगाएको यति साह्रो झार आइरहेको छ खोर्सानी र झार बराबर भएको देख्दैछ यहाँनिर तपाईँले यो लाउनु पनि यहाँ छ यहाँ माथिनिर छ है अनि आज म यहाँ कस्तो भयो मेरो सब्जी बारी भनेर हेर्न आएको अनि अलिकति मैले यहाँ गोडेको पनि छु र अस्ति गोडेको यहाँ छ अस्ति गोडेको पनि तपाईँले देख्न सक्नुहुन्छ अस्तिको लाम चाहिँ खोर्सानीको थिएँ मैले रोपेको अस्ति देखाएको थिएँ भिडियोमा अलिकति भिडियोमा त्यो चाहिँ फुल्नु थालेको छ है साथी देख्नुहुन्छ यतिमै फुल्नु थालेको छ यो फुल्दैछ अब बटाबट बिहान फुल्दैछ है हो सबै कोपिला लाग्नु थालेको छ हो यो चाहिँ भोलि म तपाईँलाई 1 महिना 7 दिन आज 15 दिनमा झपझप फल्छ है यो चाहिँ त्यति बेला म यो भिडियोमा देखाउँछु र अब चाहिँ म अस्ति मैले सिमीबारी देखाएको थिएँ कस्तो छ सिमीसित लगाएको मात्रै थियो त्यतिखेर आज चाहिँ म यो सिमी चाहिँ कस्तो भयो भने तपाईँलाई भिडियोमा देखाउँछु यहाँ सब्जी गोडेर चाहिँ भर्खर आएको अनि यहाँ चाहिँ म घर फर्किँदै थिएँ र मेरो सब्जीबारी कस्तो भयो भन्ने कुरा चाहिँ तपाईँलाई भिडियो गर्दै देखाएको पनि यहाँ मेरो लसुनबारी अस्ति अलिक गोडेँ अलिकति गोडेकै छुइनँ झोडी यतिको छ मासु चाहिँ गोडेको छु त्यसलाई पनि मैले मल लगाएको छुइनँ है र आज म चाहिँ सब्जीबारीबाट जाँदैछु हो र तपाईँलाई मेरो सब्जीबारी है अस्तिको सिमी चाहिँ यस्तो भएको छ यही साथीहरू सबै फुल्नु थालेको छ अस्ति मसिनो थियो 1 हप्ता अगाडि अहिले चाहिँ भट्टाको फुल लाग्न थालेको छ है मेरो सिमीबारी यस्तो भएको छ लोरुङ्गे सिमी है यहाँ हिँड्नु कोठान लाग्दैछ है यसरी सिमी भराभरि फुल्दैछ है यो 1 हप्ता अगाडि कस्तो मसिनो थियो त 1 हप्ता पछाडि यस्तो भइसकेको छ हाम्रो सिमी चाहिँ यहाँ मेरो सिमी यहाँ देख्न सक्नुहुन्छ सबै कोठिया लागेको छ यहाँ देख्न सक्नुहुन्छ यहाँ लहरै लागिरहेको छ है यस्तो भएको छ यो 1 हप्ता अगाडि सिमी मसिनो थियो भने अहिले चाहिँ यस्तो भएको सकेको छ तपाईँले देख्न सक्नुहुन्छ है यहाँनिर है लास्टर एउटातिर देख्न सक्नुहुन्छ है यहाँनिर यस्तो भएको छ पुरा फुल खेल्नु थालेको छ यहाँ पनि देख्नुहुन्छ नि सबै फुल्दैछ है यहाँ माथि छ है यहाँ परैसम्म छ तपाईँलाई उता तल गएर देखाउने छु र सिमी चाहिँ यसरी फुल्नु थालेछ अब 1 हप्तामा यो चाहिँ पुरा कोठा लागेर पनि फलेर बेच्नेसम्म पनि हुन्छ होला है अनि यो गरेर चाहिँ किन ग्याप भयो भनेर चाहिँ यहाँ मेरो भेन्डीबारी छ यहाँ झारले पुरिरहेको छ यो पनि मैले गरेको छुइनँ र यहाँ तल देख्नुको सबै फुल्दैछ है सिमीबारी यस्तो छ सिमीबारी चाहिँ ल यहाँ त पुरा लडी छ त बोट पनि है बोटमा खानेर लडी छ यहाँ चाहिँ बेसी यो भाषालाई पुरा लडी छ है ल्याएर घोटा लाग्दैछ पुरा फल्दैछ है फुल्नु थालेको छ बोटले पनि थामिरहेको छैन र मेरो सब्जीबारी भिजिट गर्दैछु आज चाहिँ के कस्तो भयो सिमीको सिकारी कस्तो लड्यो भने सबै फुलिरहेको छ लहरै फुलिरहेको छ यहाँ मजाले फुलेको छ कोही गोठा लाग्नु थालेको छ है त्यस्तै छ मेरो सिमीबारी आफ्नो घरमा चाहिँ यो मैले यो फुलेर फल्दाखेरि फर्स्ट टिपाइ त मेरो घरमा निस्किन्छ है सिमीको र सिमीबारी देख्नुभयो तपाईँले है यहाँदेखि तलसम्म छ है
तपाईँले देख्नुहुन्छ है यहाँ परदेखि उँधो पर मैले तलदेखि उँधोको मात्रै लिएर देखाएँ यहाँदेखि चाहिँ पर सबै डल्लै देखाउँदैछु सबै सिमीबारी हो यो चाहिँ भराभरि अलि फुल्दैछ है यो अगाडि हो अनि पछौटे मैले जति भिडियोमा देखाएको थिएँ त्यो पनि थाङ्ना लाउने बेला हुनु आँटेको छ र यो चाहिँ मेरो सिमीबारी है साथीहरू कस्तो लाग्दैछ तपाईँहरूलाई कहाँबाट हेरिराख्नु भएको छ यो सिमीबारी है तपाईँले सब्जीबारी आज मेरो भिजिट हो यहाँ बारीमा है भिजिट गर्दै गएको अब चाहिँ म घर जाँदैछु र कस्तो लाग्छ तपाईँलाई भिडियोमा है लाइक सेयर कमेन्ट गरिदिनु अस्ति रोपेको सिमी भएकोमा जाँदैछु तपाईँलाई ड्याङ खनाइ देखाएको थिएँ नि त्यो ठाउँ जाँदैछु कस्तो भयो त्यो अस्ति 2 तारिक अप्रिल 2 तारिक रोपेको आज 9 तारिक हो 4 दिन मात्रै हुँदैछ है आज त्यो भिडियोमा म तपाईँलाई देखाउनु त्यहाँ त जाँदैछु है म अहिले फेरि बैगुनबारी हो साथीहरू देख्नु सक्नुहुन्छ है यहाँ मैले यता मैले भिडियो गरिनँ है अनि मैले रोपेको चाहिँ सलक्क जागेको छु 4-5 दिन भयो यो पनि रोपेको यहाँ पर यहाँ तलसम्म रोपेको छु अनि यो पनि भोलिसि अब फुल लाउने बेला भइसक्यो 4-5 दिन भयो रोपेको पनि यो चाहिँ मेरो बैगुनबारी हो सिमीबारीमा आइसकेँ यहाँ चाहिँ अस्ति है मैले भिडियोमा लगाएको थिएँ नि खन्दै गरेको रोप्दै गरेको यो चाहिँ यत्रो भइसक्यो उम्रेर कोही उम्रिँदैछ गहिरोमा भएको उम्रिँदैछ कोही उम्रिसक्यो है अब यो 2-3 दिनमा यसको थाङ्ना लाउने बेला भएछ मैले त्यसको सिटा पनि काटेको छुइनँ त्यो सिटा काटेको म देखाउने छु तपाईँलाई है यत्रो भइसकेछ अस्ति 2 अप्रिलको दिन रोपेको मैले 2 तारिक है जाडा भएर मैले पानी पनि पर फिरफिरे घुमाइरहेको छु है पानीको पनि माथिबाट ल्याएर अनि यहाँ चाहिँ चिसोमा चाहिँ यति राम्रो भइरहेको छ यहाँ देख्नु सक्नुहुन्छ जग्गा ठुलो भइसक्यो जग्गा उम्रेको छैन है ऊ तल फर्स्टमा त्यहाँ चाहिँ भर्खर बिर्यै उम्रिँदैछ मेरो सिमी यस्तो भइसकेको छ अस्ति रोपेको पनि र अगाडि तल तपाईँले देख्न सक्नुहुन्छ अघि फुल्दै गरेको फल्दै गरेको अनि यो सेकेन्ड लट हो यो चाहिँ भर्खर थाङ्ना लाउने बेला भइसक्यो तर यहाँ अलिक सुखारो भएर चाहिँ मैले पानी लगाएको छु र मेरो यहाँ फेरि पनि म काँक्रा बारीमा आउँदैछु मेरो काँक्रा अस्ति तपाईँहरूलाई मसिनो भएको देखाएको थिएँ र आज त मेरो काँक्रा कत्रो भयो भन्ने कुरा देखाउने छु अस्ति रोपेको काँक्रा यत्रो भइसकेको छ अस्ति देखाएको काँक्रा अस्ति भिडियोमा मसिनो थियो अहिले चाहिँ पुरा फुल्नु पनि लाग्दैछ अब फुल्नु आँटेको छ है जग्गा मसिनै छ यो चाहिँ मेरो काँक्रा बारी सबै मैले उयो लगाइसकेको छु थाङ्ना लगाएको छु मसिनो चाहिँ ठुलो लगाउनु बाँकी छ र जग्गा यसरी थपिराखेको छु होइन अनि यहाँ चाहिँ यत्रो भइसकेको काँक्रा मसिनो थियो अस्तिको भिडियोमा अहिले चाहिँ यो खालको भइसकेको छ होइन अब उपकरण देख्नु सक्नुहुन्छ लहरै पत्ला सर पनि अनि चाहिँ बढ्यो भने न अनि कति चाहिँ यतिको हुँदैछ हाम्रो यो पछौटे हो मैले 2 स्टेप गरेर गएको थिएँ यो अगौटे हो अनि यो चाहिँ मसिनो चाहिँ पछौटे फेरि बिउ लगाएको मैले यतिको भएको छ है हाम्रो काँक्राहरू अबको 15 दिनमा यो काँक्रा भराभरि खाने हुन्छ फलेर पनि खाने हुन्छ र तपाईँहरूको है तपाईँहरूले भिडियोमा देख्न सक्नुहुन्छ मैले त्यसलाई पनि हाइब्रिड गरेको छु अघि कटिङ गरेर होइन यो टुप्पा काट्यो भने त के हुन्छ भनेपछि नि यसलाई चाहिँ बेसी फलाउने त्यसले अघि मैले आधी कटिङ पनि कटिङ गरेको मैले देखाइनँ अघि र मैले धेरै कटिङ गरेँ किन यसो गऱ्यो भने चाहिँ फल मजाले लाग्छ मैले धेरै कटिङ गरेको छु यहाँ पनि कटिङ गरेको छु है यहाँनिर यसरी मैले यो टुप्पालाई चाहिँ तुडाएर काटेर फ्याँकिदिएको छु अब यसो गऱ्यो भने चाहिँ यहाँ है फर्स्ट सेकेन्ड थर्डको चाहिँ एकदमै यसरी हाँगा लाग्छ अनि यहाँबाट बेसी हाँगा आएपछि पुरा फलिदिन्छ त्यसै कारण मैले अलिक कटिङ पनि गरिसकेँ त्यो कटिङ गरेर देखाइनँ मैले र अहिले चाहिँ देखाउनु चाहिँ मैले सब्जीबारी भिजिट गर्दै आएको लाम्चे फसेर कि मैले तल रोपेँ त्यो देखाएको थिएँ त्योभन्दा अगाडिको यो अलिक हो यो चाहिँ एकदमै बेसी फुल्नु पनि थालेको छ है यो लाम्चे खाने पुरा देख्न सक्नुहुन्छ है यो चाहिँ लाम्चे खाने मैले फुल लगाइसकेको छु यो फर्स्ट सेकेन्डको यो थर्डको चाहिँ यहाँ माथि छ मैले सेकेन्ड यो पनि फुल लाउने बेला भयो यो 1 हप्ता 10 दिन भयो मैले रोपेको यो पनि यहाँ देख्न सक्नुहुन्छ यो पनि मैले है यतिको भएको छ यो पनि सरिसकेको छ यो पनि है यसलाई पनि फुल लाउने बेला भएको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँले यतिको भएको छ यो कोठा लाग्दैछ यसलाई पनि मन लगाएर फुल लाउने बेला भएको छ मेरो काम पुरा छ अब चाहिँ
तपाईँलाई म भिडियोमा देखाउने छु। यो चाहिँ मैले एक हप्ता भयो मैले रोपेको। पुरा फल्नु थाल्दैछ, फुल्नु थाल्दैछ। यो चाहिँ पोचा लाग्दैछ। यो चाहिँ अब लाउने बेला भइसक्यो। अब नि तरकारीमा लाउने बेला भएको थियो पनि। र मेरो सब्जीको भिजिट गरिसकेँ। तपाईँले हेरिराख्नु भएको होला। र यस्तैको छ मेरो सब्जीबारी है। अनि म फेरि पनि अर्को भिडियो लिएर आउने नै छु र त्यो भिडियोमा हामी भेट्नेछौँ है। आजको मेरो भिडियो चाहिँ यतिमै म राख्नेछु। आजको मेरो भिडियो चाहिँ के छ भने मेरो सब्जीबारीको भिजिट थियो है। त्यो भिजिट तपाईँले देखाइसकेँ। काँक्राबारी खोर्सानी कस्तो भयो, एक हप्ता अगाडि रोपेकोहरू सबै तपाईँले देखाएँ। सिमी कस्तो भयो त्यो पनि देखाएँ। र अब आउनेवाला भिडियो चाहिँ म खोर्सानी लटरमा फलेको, सिमी फलेको त्यो कुरा देखाउनेछु। त्यतिन्जेलसम्मलाई चाहिँ सबैलाई बाई बाई।